श्री गणेशाय नमः। हर हर महादेव। यो संसारको ब्रह्माण्डको त आधार छ, त्यो आधार भगवान हुनुहुन्छ। भगवान नै सबैका आधार अथवा परम कारण हुनुहुन्छ। यस्ता सर्वसमर्थ भगवानले आफ्नो मायाबाट सृष्टि गर्नुभएको यस जगतलाई आफ्नो काल रूप शक्तिद्वारा नष्ट गर्नुहुन्छ र सम्पूर्ण ब्रह्माण्डहरूको प्रलय गरेर एक्लै अद्वितीय भएर विराजमान हुनुहुन्छ। महाकुराले आफ्नै नाभिबाट मुखको माध्यमद्वारा जसरी जाल फिंजाएर त्यही जालमा आनन्दका साथ विहार गरेर त्यसलाई फेरि आफैमा लीन गराउँदछ। ठीक त्यस्तै प्रकारले भगवानले पनि आफैले ब्रह्माण्डको सृष्टि गर्नुहुन्छ र त्यसैमा खेल खेल्नुहुन्छ, त्यसैमा लीला गर्नुहुन्छ र आफ्नो खेल समाप्त भइसकेपछि, आफ्नो लीला समाप्त भइसकेपछि फेरि आफैमा नै आफूले रचना गर्नुभएको यो जगत तथा सम्पूर्ण ब्रह्माण्डहरूको संहार गर्नुहुन्छ, लय गर्नुहुन्छ। यस प्रकारको भगवानको लीला अनन्तकालदेखि अनन्तकालसम्म चलिरहन्छ, चलिरहेको छ। हर हर महादेव।